भ्रमण गर्नुपर्छ। यो पवित्र तीर्थस्थल रामधुनी यो के भन्छ अयोध्या सर्किटमा पर्ने उयो छ। भनौँ भने धार्मिक दृष्टिकोण र पर्यटनको लागि एकदमै बेस्ट। र धार्मिक पर्यटनको लागि झुम्कादेखि के भन्छ झुम्का रामधुनी बारा क्षेत्र हाम्रो धरतीको पहिलो तीर्थस्थल। त्यसपछि धरान, सिद्धेश्वर, दक्षिणकाली, विष्णु पादुका यिनीहरू सबै धार्मिक पर्यटनको लागि एकदमै बेस्ट। र यो अयोध्या सर्किटमा पार्नुपर्छ। त्यसैले धार्मिक पर्यटनको लागि चाहिँ झुम्का चाहिँ भ्यू पोइन्ट चाहिँ एकदमै राम्रो हुन्छ है। झुम्काबाट रामधुनी हुँदै कोसीको तट, कोसीको किनार तट हुँदै कोसीको घाट हुँदै तपाईँको चत्रा हुँदै बारा क्षेत्रबाट फर्केर तपाईँको धरानको सिद्धेश्वर, दक्षिणकाली, अर्को के बुढा सुब्बा होइन फर्केर फेरि झुम्कामा 5 वर्षमै सकिन्छ है। धार्मिक दृष्टिकोणले एकदमै बेस्ट हाम्रो रामधुनी। हाम्रो यो सर्किटमा पऱ्यो भने अहिले पनि एकदम बेस्ट हुन्छ। र कसै कोही होटल व्यवसायी यिनीहरू चाहिँ धार्मिक पर्यटनको लागि चाहिँ एकदमै बेस्ट हुन्छ है झुम्का। किनकि यहाँदेखि कोसी टप्पु हुँदै कोसीका किनारै भन्छन् हो। भाइ को ल यता ल भाइ निदाउनु भयो त बिच बाटोमा। ल यता बिचमा भाइ निदाउनु भयो त। ल हिँड्नु अट्छ जाउँ ल अट्छ जाउँ ल। भाइ जिताउनु भएछ। हामी 2-4 भयो। अब भान्सा अनि भान्जी छोरी जाऊ त्यो अन्त त्यसलाई पनि अगाडि जान भन्नु है। हामी 3 नै आइपुग्यो है। जाउँ आफ्नो मात्र रेकर्ड गर्दा रहेछ। ह्याप्पी तिहार। लक्की हिँड्न आएको ल आफू अगाडि हिँड।
आफू हिँड्न त मन लिएर ओकरा तर्सा देते थे के लप्पी के ना तर्सा देते थे अगा चले लेना वो डर के ना वो दुई कता पट्थ्यो ना त सजिलो हेर्थ्यो क्या रियल होइन यो ब्लग रियल पाउँछ वो ए हो नि 25 गर्ने भनेपछि नहीं भने कति हाम्रो काटेर कम परेको यो 4-5 लाख लोड गर्नु पर्यो अब सब मेमोरी खाली गरेको छ हिजो त गयो भने न्यू बिगेनिङ न्यू हिजो त गयो भने नि सन्ध्या हिजो त गयो भने नि तिम्रो नयाँ मामा बनेर आउँछ नयाँ न्यू जहिले पनि नयाँ सप्ताह नयाँ उयो जहिले पनि न्यू खोज्नुपर्छ क्या साथीकोमा खोज्दै पर्छ तर थालुको झन्डा लिएर जान्छ तिलसम्म गाडेर आउनुपर्छ तिम्रो मम्मीलाई भन्नुपर्छ झन्डा भनेर अनि त्यसपछि एबिसी बेस क्याम्प जान्छु यो गौशाला हो देख्नुभयो गाईहरू राम्रो गर्दै पवित्र तीर्थस्थल बस्नु अब 1000 छोरा सही पुल यहाँ त यो के भन्छ जुन आत्माहरू जुन मान्छेहरू मतलब यो भइसक्छन् के भन्छन् स्वर्गलोक तिनीहरूलाई यहाँ दाह संस्कार गरिन्छ यो सुनसरी खोला र यसलाई पौराणिक नाम के भन्छ लङ्गटिया गङ्गा पनि भनिन्छ सुनसरी खोला हो यो Most safety. Most priority life गर्दाखेरि हेलमेट लगाउनु पर्ने हुन्छ बाइक कुदाउँदा तर पछाडिकोले पनि लाउनु पर्छ यो अगाडिकोले मात्र लाएर हुँदैन मेन भनेको पछाडिको
जाउँ या आउनु भन्नु आउनु भन्नु अब हामी जङ्गल सकिएर गाउँ पुग्यो घाम चाहिँ सक्न लागेको छ तर भिड यो सूर्य अस्ताउँदाको भिड कति रहेको कामको भन्नु कुन केमा ब्याक क्यामेराले मलाई ब्याक क्यामेरा नै चाहियो